बुद्ध भगवानको उपदेशहरू यस्तो प्रख्यातको छ हेर्नुहोला। बुद्ध भगवानको शिक्षाहरू यसरी बसिरहेछ। यहाँनिर बुद्ध भगवानको शिक्षाहरू हैन, बुद्ध भगवानको शिक्षा चेलाहरू चाहिँ यस्तो अवस्थामा छ। यहाँ यस्तो प्रख्यातको मूर्तिहरू बनाएको छ। उहाँ हुनुहुन्छ बुद्ध भगवान चाहिँ, उहाँको चेलाहरू चाहिँ यस्तो प्रख्यातको छ। यहाँ उहाँको चेलाहरू चाहिँ यस्तो प्रख्यातको बनाएको रहेछ। उहाँहरू पुरै ध्यानमा हुनुहुन्छ। त्यो उतापट्टि सुतिरहेको बुद्ध भगवान चाहिँ उहाँको पनि कथाहरू धेरै छ। यो ठाउँमा बुद्धको विषयको ज्ञानहरू पाउनलाई चाहिँ आउनै पर्ने रहेछ। धेरै कुराहरू बनाएर राखिएको रहेछ बुद्धको। उहाँ बुद्ध भगवानै हुनुहुन्छ। उहाँ ध्यान गर्दा गर्दा उहाँको कराङ्ग हड्डीहरू सबै देखेको छ। यस्तो हुन्जेलभरि पनि बुद्ध भगवान चाहिँ ध्यान गरिएको भनेको छ। यहाँ यस्तो छ यो ठाउँ चाहिँ। यतापट्टि हुनुहुन्छ गुरु रिम्पोछे, हामीले पछाडिबाट खिचियो। यस्तो छ। यतापट्टि बुद्धले चाहिँ 7 पहिला अगाडि सारेको भनेको छ। यहाँ हेर्नु होला। यस्तो छ मित्रहरू, सबैजनाले हेर्नु होला। बुद्धको विषयको ज्ञानहरू, कुनै कुराहरू थाहा पाउनलाई पनि यो ठाउँमा आउनुपर्ने रहेछ। यस्तो छ बुद्धको विषय कथाहरू चाहिँ यस्तो प्रख्यातको बनाएको छ यता।